नमस्ते सबैजनाहरूमा 2083 सालको धेरै धेरै शुभकामना। ह्याप्पी न्यू इयर। यहाँको घर परिवारमा सुख शान्ति र समृद्धि छाओस्। साथै यस नयाँ वर्षले हजुरहरूको घरमा खुसियाली र सुख निम्त्याओस्। आज चाहिँ नयाँ वर्षको उपलक्ष्यमा हामीले हाम्रो बाबाको सानो अन्तर्वार्ता लिन गइरहेका छौँ। हाम्रो बाबाले अध्ययन गर्न थाल्नु भएको चाहिँ धेरै समय भयो, तर उहाँले के अध्ययन गर्नुहुन्छ, त्यहाँबाट के ज्ञान पाउनुभयो त्यसको चाहिँ हामीलाई कुनै पनि आइडिया छैन। त्यसैले आज चाहिँ गएर सोधौँ र के गर्दै हुनुहुन्छ त्यो पनि हेरौँ है त। चित्त नधरई हनुमत से सब सुख करई, संकट मिटे सब पीरा, जो सुमिरे हनुमत बलबीरा। जय 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 हनुमान गोसाई, कृपा करहु गुरुदेव की नाई। जो शत बार पाठ कर कोई, छुटई बंदी महासुख होई। जो यह पढ़े हनुमान चालीसा, होय सिद्ध साखी गौरीसा। तुलसीदास सदा हरि चेरा, कीजय नाथ हृदय महडेरा। पवन तनय संकट हरन मंगल मूर्ति रूप, राम लखन सीता सहित हृदय बसहु सुरभु। जय जय ज्ञान जय के गर्दै हुनुहुन्थ्यो बाबा? भर्खर जब गरे छोरी किन ठिकै छ नि? ठिक छ, के गर्दै हुनुहुन्छ भनेर भिडियो गरिसक्यो क्या हो। किन नि आज नयाँ वर्षको उपलक्ष्यमा हजुरले यति धेरै अध्ययन गर्नुहुन्छ, के अध्ययन गर्नुहुन्छ, त्यहाँबाट के सिक्नुभयो भन्ने जान्ने अपेक्षा जाग्यो। त्यसैले हजुरसँग केही प्रश्न गर्न आएँ म त। आज न्यू इयरको उपलक्ष्यमा हजुरलाई ह्याप्पी न्यू इयर पनि। ल मेरो तर्फबाट पनि, ल मेरो तर्फबाट सबैलाई न्यू इयर। मैले त टिका लाएर पैसा पनि दिइसकेँ होइन न्यू इयर। अनि ठिकै छ, यही जब गरेँ सकाएँ, अब मन्दिर जाने हो। हजुर। अनि केही अरू अब तपाईँले कुन किताबहरू पढ्नुभयो अहिलेसम्म? कति पढेँ छोरी। श्रीमद् भगवत गीता पढेँ, श्रीमद् भागवतम पढेँ, शिव महापुराण पढेँ, लिङ्ग महापुराण पढेँ, रामायण कृष्ण चरित्र भयो, महाभारतको पुरै पाठ पढुला भनेको छु, पढ्न पाएको छैन। श्रीमद् भागवत गीताको मुख्य सार चाहिँ के हो नि? तिमी बुझौली र छोरी यस्ता कुराहरू अहिले। सरल भाषामा भन्नु पर्दा श्रीमद् भन्नु न। भागवत गीता हुन त गीता नबुझ्ने त के हो र? गीता भनेको खासमा के हो नि, भगवान् कृष्ण र अर्जुन बीचको संवाद हो। हजुर। यो साँच्चै भन्ने भने हाम्रो जीवनको म्यानुअल हो। भनेको हामीले टिभी किन्यौँ अथवा फ्रिज किन्यौँ, कम्प्युटर किन्यौँ, मोबाइल किन्यौँ, जे किने पनि एउटा म्यानुअल दिन्छ नि होइन। उसले के भन्छ भने यो यसरी चलाउनु पर्छ भनेर सिकाएको म्यानुअल हुन्छ। त्यस्तै गरी यो भगवत गीता भनेको पनि जीवनको म्यानुअल हो। यो जीवनलाई चाहिँ कसरी चलाउने, हुन त यो सामान्य जस्तो लाग्छ। भगवान् कृष्ण र अर्जुन बीच भएको युद्ध क्षेत्रमा केही क्षण भएको कुराकानी यो संवाद हो। त्यही पनि यति महत्त्वपूर्ण छ कि मान तिमीले गङ्गा थाहा छ नि होइन? गङ्गामा गएर नुहायो भने के हुन्छ? पवित्र भइन्छ, अहिलेसम्म गरेका सबै पाप मेटिन्छन् भन्ने थाहा छ? हजुर। सुनिछौ? सुनेको छु। हो। त्यस्तै गङ्गामा किन पाप मेटिन्छन् भन्दा भगवानको चरणबाट गङ्गा बहेकी हुन् भन्ने छ। अब यसको विस्तृत कुरा त वामन देव अवतारको बेलामा भगवान् चाहिँ माथि जाँदा उहाँको खुट्टाको बुढी औँलाबाट छेद प्रकट भएर अनि चाहिँ यो ब्रह्माण्डको माथि जल झर्ने ठाउँबाट पृथ्वीमा जल आएको भन्ने कुरा छ। अनि उहाँको चरण स्पर्श गरेर आएको जल हामीहरूले यदि स्नान मात्रै गऱ्यौँ भने पनि हामी पवित्र भइन्छ भने अब तिमीले कल्पना गर उहाँको मुखारबिन्दबाट निस्केको ज्ञान कति पवित्र होला, यसको कुनै कल्पनै छैन। र यो गीता जति पटक पढ्यो र जुन भावबाट पढ्यो त्यही खालको ज्ञान यसमा नभएको, यसबाट ननिस्किने ज्ञान मलाई लाग्छ कुनै पनि छैन। हजुर। अनि अब यो भागवतम, यो श्रीमद् भगवत गीता र भागवतम, श्रीमद् भागवतम उस्तै लाग्छ। भागवतम फेरि अर्को ज्ञानको महासागर हो। यसमा नभएको कुनै ज्ञानै छैन। हुन त यो
त्रिपक्षीय वार्ता हो, संवाद हो। महापुरुषहरू बसेपछि कस्ता कस्ता कुरा गर्दा रहेछन् भन्ने कुराको एउटा उदाहरण हो। महाभारतको अन्तिमको क्षण परीक्षित नाम गरेका एउटा पात्र हुन्छन्। ती परीक्षितको जीवनको अन्तिम 7 दिनमा घटेको घटनामा परीक्षित र शुकदेव नाम गरेका एउटा स्वामी हुन्छन्। उनी दुईटाको संवाद हुन्छ। अनि त्यही संवाद चाहिँ फेरि यता सुत नाम गरेका गोस्वामी र 88,000 शौनक नाम गरेका ऋषिहरू, शौनक आदि भनेर शौनक लगायत 88,000 वयोवृद्ध ऋषिहरू बीचको दुईटा बसेर चाहिँ तिनीहरूले संवाद गर्छन्। उता भएको संवाद यता गर्छन्। अनि फेरि नारदजी र मैत्रेय मुनि, विदुरजी, मैत्रेय मुनि, नारद भगवान श्रीकृष्ण अनि वासुदेव, यी विभिन्न पात्रताहरूमा कस्ता मान्छे भेट भएपछि कस्ता कुरा हुँदा रहेछन् भन्ने विषयको चाहिँ पुरै ज्ञान सहितको सङ्गालो भागवतम हो। विस्तृत ज्ञान हो यसमा। यो सामान्य हिसाबले बुझेर बुझिने ज्ञान पनि होइन र यदि इच्छा भएमा बुझ्न नसकिने पनि होइन। श्रीमद् भागवत गीता र श्रीमद् भागवतमका मुख्य भिन्नताहरू चाहिँ के हुन् नि? यस्तो छ, गीता भनेको हाम्रो वैदिक सनातन धर्मको मूल सिद्धान्त हो, फिलोसफी हो। यसमा संवादको जस्तो कुरा छ, तर यसभित्र हाम्रा धर्मलाई चाहिँ अडाएको, जसले चाहिँ आधार स्तम्भका रूपमा चाहिँ भगवत गीता छ भने भागवतम चाहिँ भगवानका भक्तहरू बीच भएका संवादहरू र यो जीवनमा कस्ता कस्ता कुराहरू आइपर्छन् भनेर महान ऋषिहरू र देवता लगायतका मुख्य पात्रहरू बीच भएको एउटा मिठो रहस्य हो, संवाद हो। हजुर। अनि हजुरले अध्ययन गर्न थालेपछि हजुरले जीवनमा के चेन्ज पाउनुभयो त्यो हजुरले एक्सप्लेन गर्न सक्नुहुन्छ? अब चेन्ज त भर्खर पढ्दैछु। यो जीवनमा कति पढेर सकिन्छ र भागवतम जस्तो ग्रन्थ हो, जस एकपटक पढेर सक्ने। गीता त धेरै पटक पढेँ, शिवपुराण, लिङ्ग महापुराण पनि पढेँ, पढ्दैछु। अब परिवर्तन पनि भएको छ। बाहिरी हिसाबमा त देखिने गर्दा त कहाँ हुन्थ्यो र। फर्स्ट टाइम पढ्नेहरूलाई चाहिँ हजुरले के सजेस्ट गर्न चाहनुहुन्छ? भनेको यो श्रीमद् भागवत गीतालाई फर्स्ट टाइम अध्ययन गर्ने, अझसम्म नथाल्नु भएको तर थाल्न खोज्नु भएकोहरूलाई चाहिँ हजुरले के सजेस्ट गर्न चाहनुहुन्छ? होइन, भगवत गीता त पढ्नै पर्ने शास्त्र ग्रन्थ हो। यसलाई चाहिँ छोड्नै हुँदैन। र पहिलोपटक पढ्दाखेरि कतै कुरा नबुझे जस्तो के भयो जस्तो लाग्छ। अनि त्यस्तो लाग्यो भने अलिकति गाइडेन्समा अलिक बुझेको मान्छेसँग यसो थोरै सल्लाह लिएर पढ्यौँ भने गीता चाहिँ कूटनीति शास्त्र पनि हो, राजनीति शास्त्र पनि हो। यसभित्र भएका भक्तिको चाहिँ आगो बाल्ने, भक्तिको चाहिँ रस प्राप्त गर्ने शास्त्र पनि हो। र जीवनमा अप्ठ्याराहरू, अहिलेको सबैभन्दा ठुलो समस्या चाहिँ त्यो एन्जाइटी टाइपको एन्जाइटी छ नि, मान्छेहरूलाई के गरौँ कसो गरौँ भनेर अलमैलिएका मान्छेहरूले चाहिँ विशेष गरेर पढ्नै पर्ने बुक हो। र राम्रोसँग एकपटक आफै हेर्नु, अनि चाहिँ अरू पढेका मान्छेहरू अथवा मैसँग आए पनि मैले गाइडेन्समा यो यस्तो, यसको अर्थ भनेर भन्न सक्ने हिसाबको तयारी मसँग पनि छ। र जति पढ्यो त्यति आनन्द। हाम्रो शास्त्रले, हाम्रो सनातन धर्मले के भन्छ भने सकिन्छ भने एक अध्याय, सकिँदैन भने एक श्लोक, र त्यो पनि सकिँदैन भने आदि श्लोक, त्यो पनि सकिँदैन भने आदिको आदि श्लोक, र त्यो पनि सकिँदैन भने एक शब्द भए पनि चाहिँ दैनिक रूपमा सधैँ एक शब्द भए पनि गीताको श्लोकहरू पढ्न जरुरी छ भनेर बताइएको छ। अनुसार पढ्नै पर्छ। यो त जान्नका लागि जीवनलाई अगाडि यदि राम्रो तरिकाले जीवनलाई अगाडि लाने हो र मनुष्य भएर मनुष्य जस्तै हुने हो भने सामान्य अरू शास्त्रहरूको त म कुरा गर्दिनँ, तर गीताको अध्ययन चाहिँ चाहिन्छ। हस्, हजुरले यो समय दिनुभयो, धेरै धेरै धन्यवाद। मैले के समय दिएँ। अब आज न्यू इयरको उपलक्ष्यमा यस भिडियो हेर्नेहरूलाई हजुरले के भन्न चाहनुहुन्छ? यो भिडियो पोस्ट पनि गर्ने हो। केही भन्न चाहन्न। नयाँ वर्षको सबैमा शुभकामना दिन चाहन्छु। मेरा आफन्तहरू हुनुहोला, मभन्दा अग्रज हुनुहोला, उहाँहरूबाट आशीर्वाद लिन चाहन्छु भने, मभन्दा साना हुनुहुन्छ भने उहाँहरूलाई आशीर्वाद दिन चाहन्छु। नयाँ वर्ष आजको दिन मात्रै नभएर सारा जीवनभरि नै राम्रो होस्। म त यही अध्ययनतिर लागेको छु। आफ्नो जीवनको
यिनी भौतिक संसारमा रहेका सम्पूर्ण आफ्ना कामहरूलाई पनि बिग्रिन नदिकन थोरै समय चाहिँ आफ्नो लागि निकाल्नुहोस् र शास्त्रहरूको अध्ययन अनि महापुरुषहरूको सङ्गत मन्त्रहरूको जप साधना अनि चाहिँ ध्यानमा चाहिँ जीवनलाई थोरै भए पनि अगाडि बढाउनुहोस् भन्न चाहन्छु। हस्, धन्यवाद।